Hello everyone. आज चाहिँ we are gonna learn Python. Mainly I'm gonna learn Python है. I'm just starting this. पढ्दै गर्दै अनि what I've studied त्यही म भिडियो बनाउँछु भन्ने thought I'm recording this. So म चाहिँ I'm following हितेश चौधरीको चाय विथ कोडको त्यो one shot 10 घन्टाको भिडियो छ त्यो पढ्नेवाला छु अनि if you guys understand हिन्दी होइन राम्रोसित I'm sure most of us do किनभने कोर्सहरू त्यही नै पढिन्छ धेरै अब बुझिन्छ भने चाहिँ वाच द्याट केही गरी इफ यु हेभ एन इन्ट्रेस्ट वाचिङ दिस यो हेर्दा नि हुन्छ किनभने आम कोटिङ सेम थिङ नेपालीमा हो क्या जे बुझेको चाहिँ त्यही हाल्ने हो मेनली मेरै लागि भनेर बनाउनु खोजेँ मैले भिडियोहरू चाहिँ सो हेर्दा पनि हुन्छ पाइथन सुरु गरौँ होइन अब इन्स्टलिङबाट नै सुरु गर्नुपर्छ होइन सो पाइथन इन्स्टल गर्न चाहिँ एकदम सजिलो छ पाइथनमा जाने अनि डाउनलोड पाइथन भनेर चट्ट डाउनलोड गरिदिने होइन अनि भएन भने इफ यु डोन्ट वान्ट टु इन्स्टल करेन्ट भर्जन केही गरी इन्स्टल गर्नु छैन भने पुरानोहरू गर्दा पनि हुन्छ यसरी एक क्लिक गर्यो डाउनलोड भइहाल्छ पाइथन डाउनलोड गरेपछि चाहिँ वी क्यान मुभ अन टु लाइक यता कोड गर्नमा सिधै लागौँ हामी है खोल्नमा अलि टाइम लाग्यो ओके सो एउटा फोल्डर बनाउनु होला जे नाम राख्दा नि भइगयो अनि आफ्टर द्याट पाइथन हो नि त सो अब पाइथनको पछाडि के हुन्छ त भन्दा डट पिवाई हुन्छ होइन सो एउटा सुरु गर्नलाई हामी डट पिवाई भनेर बनाउँछौँ ओइ मेरो ल्यापटप इजेट एक्टिङ स्लो है अब डट पिवाई बनायो अब पाइथनको सिन्ट्याक्स इज द इजिएस्ट क्या लास्ट इजी हुन्छ होइन अब प्रिन्ट गर्नु छ भने अल आई हेभ टु डु इज दिस अनि अब पाइथनलाई रन गर्नलाई पाइथन basics_1/hello वेट मैले बेसिक्स भन्ने फोल्डर पहिला बनाएको रहेछु मैले त्यही नै रिपिट गरेर छु सो अब नट मेड एनी फोल्डर हेर त्यो गरौँ फोल्डर पनि बनाउनुपर्छ एउटा किनभने नत्र भने यो चाहिँ एकदम जाउ प्रोसेस हुनेवाला छ मैले यत्तिकै अनअर्गनाइज छोडिदिएँ भने basics_1 भनेर राखौँ फेरि होइन पुट दिस हियर मुभ अनि अब गरौँ पाइथन त्यही हो कि यो गऱ्यो यो गऱ्यो भने चाहिँ यो चिज एक्जिक्युट हुन्छ हेलो भनेर आयो होइन एकदम सजिलो सिन्ट्याक्स हुन्छ भन्ने कुरा आई अगेन आइम रिपिटिङ द्याट है पाइथन हेलो भनौँ पाइथनको हेलो प्रिन्ट हुन्छ प्रिन्टको लागि एकदम सजिलो असै गरी अरू सिन्ट्याक्सहरू पनि एकदम सजिलो हुन्छ पाइथनमा मैले एक दुईवटा हेरेको छु अब अल्सो नट सिन धेरै चिज त होइन बट फ्रम वाट आई नो एकदम सजिलो हुन्छ अनि जो अब भक्ति नगरौँ लेट्स मुभ अन टु अनदर स्टफ है के सिक्न सकिन्छ भन्दाखेरि अब पाइथनमा छ नि अब हामीले जाभास्क्रिप्टमा पनि रिएक्ट पनि चिजहरू इम्पोर्ट गर्न मिल्छ होइन अर्को फाइलबाट अब यसलाई अर्को बनाऊँ के भनेर बनाऊँ भन्दाखेरि by.py भनेर बनाऊँ होइन अनि यसमा चाहिँ यसो गरौँ फङ्सन बनाएर होइन फङ्सन डिफाइन गर्दाखेरि वी डिफाइन इट लाइक दिस है फा भन्ने फङ्सन होइन जसले चाहिँ इनपुट लिन्छ एन्ड अनि यो यसलाई चाहिँ इन्टेन्डेन्ट भन्ने रहेछ होइन अब यसले चाहिँ कसरी थाहा पाउँछ त ब्र्याकेट्सहरू हो होइन भनेर जस्तै अब हामीले सी जाभास्क्रिप्ट सबै गर्दाखेरि फङ्सन लिएपछि ब्र्याकेट दिनु पर्थ्यो अनि त्यसपछि कन्टिन्यू गर्नु पर्थ्यो नि होइन यसमा चाहिँ यो दिएपछि 3 डट्स पर जान्छ यो चाहिँ होइन 3 डट्स पर जान्छ अनि तलपट्टिको चाहिँ डिक्लेयर हुन्छ क्या त्यो गरेर चाहिँ के थाहा हुँदो रहेछ भन्दाखेरि के थाहा हुन्छ भन्दाखेरि यो चाहिँ माथिपट्टिकै कोडको कन्टिन्युएसन हो है भनेर थाहा हुँदो रहेछ त्यही अनुसार चाहिँ हामीले लेख्दो रहेछ अब हामीले यहाँ प्रिन्ट एन गऱ्यो भने होइन अनि त्यसपछि अब चाहिँ यो फङ्सन जुन छ होइन यतिभन्दा तलपट्टि चाहिँ एन्ड भयो अब मैले यहीँ कन्टिन्यू गरेर केही लेख्थेँ भने अरू यो पनि अलङ विथ द्याट नै प्रिन्ट हुन्थ्यो 1+1 भनेर मैले लेखेँ होइन सो अब यो अब चाहिँ एन्ड भयो क्या यो जब सक्यो तब चाहिँ एन्ड हुने भयो अनि अब फा भन्ने फङ्सनलाई बोलाएर मैले हेलो होइन हेलो नलेखौँ सुई लेखौँ होइन गऱ्यो भने के हुन्छ हेलो नि प्रिन्ट हुने भयो सुई +2 प्रिन्ट हुने भयो भनेपछि जबसम्म यो 3टा डट पछि छ भनेसम्म चाहिँ
यो त्यही फङ्सनभित्र बसिरहनु भयो। यसरी चाहिँ फङ्सनहरू डिफाइन हुन्छन् होइन। अब वी आर टकिङ कसरी चाहिँ यहाँ ल्याउन सकिन्छ भनेर भन्दाखेरि इम्पोर्ट के छ हाम्रो फा अनि इम्पोर्ट फ्रम हेलो डट पाई। ओके डट पाई नगर्नु पर्दो रहेछ साथीहरू। द्याट्स हाउ वी नो। के आयो त हेलो मैडम वेयर आर यू कमिङ फ्रम भनेर आयो होइन। डु द्याट वी हेभ द सिन्ट्याक्स फ्रम हेलो इम्पोर्ट फा होइन। यो भन्ने चाहिँ के भन्दाखेरि यहाँबाट फा भन्ने फङ्सन इम्पोर्ट गर भन्ने भनेको होइन। अब सिन्स वी हेभ गट दिस फङ्सन अब यसलाई काममा पनि लाउँ होइन। अघि अघि मैले हेर्दाखेरि एउटा हेलो म्याडम हेरेर कमाउँ भनेर रन गराएँ होइन। अहिले लेट्स डु समथिङ एल्स। के गर्ने भन्दा गरौँ होइन त्यो अब यो रन गरौँ के हुन्छ। अब एक्सपेक्टेड आउटपुट नै हो यो फङ्सनभित्र इही गयो अनि त्यही भएर यो रन भयो भन्ने कुरा। तर अर्को चिज हामीले नोटिस गर्छौँ भने एउटा पाई क्यास भनेर एउटा चिज भन्यो होइन। त्यहाँभित्र हामीले पाइसी भन्ने एउटा डट पाइसी भन्ने एउटा चिज हामीले पायौँ। यसको नाम के छ हेलो डट सी पाइथन। यो चाहिँ 311 भनेको चाहिँ ऊ हाम्रो त्यो होइन भर्जन हो पाइथनको। अनि सी पाइथन भनेको पाइथनले चाहिँ मोस्टली अरू पाइथन पनि हुन्छ जे पाइथनहरू होइन मोस्टली युज भनेको चाहिँ हुने भनेको चाहिँ सी पाइथन हो क्या। अब सी पाइथन भनेको के हो त भन्दाखेरि त्यसको लागि हामीले पाइथनको वर्किङ बुझौँ ल। पाइथन कसरी काम गर्छ भन्दा हामीले कोड एडिटरबाट कोड लेख्छौँ उयसमा होइन डट पाई एक्सटेन्सनमा। अनि त्यसपछि कोड लेखेपछि दिस कोड गोज टु कम्पाइलर फर्स्ट। कम्पाइलरले के गर्छ कम्पाइलरले सबै चिजलाई फाइलको सबै चिजलाई एकैचोटि कम्पाइल गर्ने भने कसले कम्पाइलरले। अनि त्यो कम्पाइल डाटाबाट चाहिँ बाइट कोड जेनेरेट हुन्छ क्या। यो भनेको बाइट कोड हो क्या। अल्दो हरेकचोटि हुन्छ होइन। अब जस्तै मैले यही चिज रन गर्दाखेरि पनि बाइट कोड जेनेरेट हुन्छ क्या। प्रोग्राम हो होइन। प्रोग्राम रन गर्ने बित्तिकै बाइट कोड जेनेरेट हुन्छ। यो चाहिँ हाइड गरिदिन्छ पाइथनले बाइट सेल्फ होइन सुरुमै हाइड गरिदिन्छ। तर त्यो बाइट कोडहरू चाहिँ देखिन्छ होइन जसको लागि चाहिँ इम्पोर्ट युज गरेको हुन्छ क्या। जस्तै हामीले यो इम्पोर्ट गरेर जब हामीले यो एक्जिक्युट गऱ्यौँ नि तब मात्रै यो देखियो नि होइन। यो चाहिँ पाइथनले आफैले हाइड गरिदिन्छ त्यही भएर देखिँदैन। अब बाइट कोड जेनेरेट भएपछि हरेक प्रोग्रामको लागि भन्दैछु है म। जस्तै हेलो डट पाईको लागि नि यही हुने हो क्या वर्कफ्लो। के हुन्छ हामीले पाईमा बनायौँ अनि यो कम्पाइल हुन्छ अनि बाइट कोड यो हामीले हाइड भएर चाहिँ नदेख्ने हो। बाइट कोड जेनेरेट हुन्छ अनि यो चाहिँ भर्चुअल मसिनमा जान्छ। अब के अरे पाइथन पनि रन हुने भर्चुअल मसिनमै हो पिभिएममा। अब जाभाको लागि जेभिएम छ त्यस्तै गरी पाइथनको लागि पिभिएम छ होइन। यो बाइट कोड चाहिँ जान्छ भर्चुअल मसिनमा। भर्चुअल मसिनमा गएपछि अर्को रमाइलो कुरा हुन्छ क्या। भर्चुअल मसिन्समा गएपछि हामीले जब पाइथन इन्स्टल गर्छौँ नि अब सी पाइथन भन्ने जुन थियो नि किन भने त भन्दाखेरि दिस भर्चुअल मसिन इज मेड अप अफ सी क्या होइन। भर्चुअल मसिन सीले बनेको छ। अब हामीले पाइथन इन्स्टल गर्ने बेलामा एउटा चिज चाहिँ के आउँछ भन्दाखेरि सीको सबै जुन छ नि मेथड्सहरू होइन फङ्सन्सहरू डिफाइन्ड होइन मसिन कोडको लागि सबै डिफाइन्ड आउँछ क्या। अब बाइट कोड यता फेड गरेपछि होइन यसले चाहिँ सीको रिलेटेड मसिन कोड दिन्छ क्या हामीलाई। अनि अब त्यसो हुने भएकोले सीको हुन्छ नि त अनि अब मसिन कोड सीले नै दिन्छ। अब गिभन फङ्सनको लागि एउटा मसिन कोड होला होइन त्यो हामीसँगै आउँछ जुन चाहिँ अब रन एक्जिक्युट हुन्छ। अनि त्यसपछि हामीले त्यो हाम्रो प्रोग्राम त्यसरी देख्छौँ। यो हो पाइथन यसरी वर्क गर्छ है। अनि यो भयो एउटा सिम्पल सिन्ट्याक्स पाइथनको लागि र वर्किङ र सिन्ट्याक्स हामीले हेरिहालौँ। पाइथनमा चाहिँ हामीले काम गर्ने हो भने सिधै पाइथनको यो टर्मिनल खोलेर पनि हुन्छ। के रहेछ यो भन्दाखेरि यो चाहिँ बाइनरी के अरे बाइट कोड है। यो चाहिँ जुन चाहिँ पछि गएर इन्टरप्रेट हुन्छ त्यसपछि मसिन कोडबाट एक्जिक्युट हुने हो त्यो चाहिँ। अब यहाँ गएर हामीले यहाँबाट डाइरेक्ट लेख्न सक्छौँ हेलो भनेर। अनि अब हामीले यता इम्पोर्ट गरेको जस्तै गरी वी क्यान इम्पोर्ट एज वेल इम्पोर्ट ओएस भनेर होइन। अनि के गरेर भन्छ अर्को जुन चाहिँ चार्जरको सिम्पल चिजहरू हो यिनीहरू चिजहरू नै गर्नु मिल्छ होइन। अब यसमा सम्मलाई हामीले यति सिकौँ त्यसपछि विल कन्टिन्यू भोलि। बाई।